नमस्कार साथीहरु, आज म भिटामिन ई नाइट सिरम बनाउन लाग्दैछु। नाइट क्रीम पनि हो यो। नाइट सिरम भन्दा नि भो। सुरुमा म यो काँक्रोलाई कोरेर यसको रस निकाल्न लागि बनाउँदैछु। मेरो भिडियो अलि लामो हुन्छ। हजुरहरुले काँक्रोलाई भुजुरी बनाइसके। अब यसको रस निचोरेर यो काँक्रोको रस र रोज वाटर हाले। अब मैले 1 चम्चा जति यो दुधको तर राख्छु। यो ग्लिसरिन पनि 1 चम्चा राख्छु। अब रोज वाटर यति 1 चम्चा जति हाल्छु। एलोभेरा जेल पनि 1 चम्चा जति राखेँ। मैले यो केसर तताएर राख्दा पनि हुन्छ, तर म चाहिँ यतिकै पनि राख्छु हल्का ताईमा। अब भिटामिन ई क्याप्सुल अलि निकै बनाउन लागेको र नाइट क्रीम भएकाले अब यो काटेर हाल्छु। एकदम मलाई त यो नाइट क्रीमले चाहिँ मुखमा आएको चाया पोतो पनि हराउँदै जान्छ। रेगुलर हामीले युज गर्न बाहिरको एकदम सबै हालिसकेपछि यसलाई एकदम क्रीम बेसमा ल्याउनका लागि बेसरी फिट्ने। फेरि म अर्को 1 चम्चा यो दुधको तर हालेँ। यो 15 दिनलाई बनाउन लागेको हुँ, त्यसैले अर्को 1 चम्चा ग्लिसरिन पनि थपेँ। यसले हाम्रो मुखको चाया पोतो सबैलाई। यो वाइल्ड टर्मरिक हाल्छु। कस्तुरी हल्दी पनि भन्छ यसलाई। यो कस्तुरी हल्दी वाइल्ड टर्मरिक हाल्ने गरेको छ मैले चाहिँ। यसले चाहिँ एकदम फेसमा पहेँलो बस्न दिँदैन। हजुरहरुसँग छैन कस्तो मजाको क्रीम बेसमा आइसक्यो। राति सुत्ने बेलामा अब यो कन्टेनरमा खनाएर राख्छु। अझै रह्यो यो।